नमस्ते। आज चाहिँ म मेरी आमाले लगाउने गुनिको मुजा बनाउन गइरहेको छु। मेरो आमाले गुनिको मुजा यसरी बनाउनुहुन्थ्यो। यति कपडा यहाँ यतापट्टि सिउरिन भनेर राख्नुहुन्थ्यो। अनि त्यस पछाडि यहाँ एउटा गाँठो बनाउनुहुन्थ्यो यसरी साडीको। अनि साडीमा अनि यस पछाडि चुना बनाउन थाल्नुहुन्थ्यो कि चुना अहिले चाहिँ साडीको चुना बनिन्छ, त्यतिखेर गुनिको मुजा भन्नुहुन्थ्यो। अनि यसरी यो मुजा चाहिँ यसरी बनाउनुहुन्थ्यो मेरो आमाले। यसरी यसरी आमाले बनाएको म त्यतिखेर गुनिको मुजा बनाएको हेर्थेँ कि। अनि कसरी बनाउनुहुन्छ, म गुनिको मुजा बनाउँछु भन्नुहुन्थ्यो। अनि गुनिको मुजा बनाएको छैन, त्यहाँ लाउने बनाएको छैन, गुनि लाउने बनाएको छैन भन्नुहुन्थ्यो। अनि के हो लाउने बनाएको छैन भनेर म सोध्थेँ। अनि आमाले भन्नुहुन्थ्यो त्यो गुनिको मुजा बनाउनुपर्छ, मुजा नबनाइ ओढिँदैन, गुनि खुस्किन्छ भन्नुहुन्थ्यो। अनि आमाले बनाएको म चाहिँ यसो हेर्थेँ। अनि आज मलाई त्यो आमाले बनाएको गुनिको मुजाको याद आयो। अनि म पनि बनाउनु पर्यो भनेर म पनि यहाँ बनाउने प्रयास गर्दैछु। यो मेरो प्रयास हो है। मैले यहाँभन्दा अगाडि यसरी गुनिको चुना भनिन्छ अहिले चाहिँ मुजा बनाएको थिइनँ। यो गुनिको मुजा बनाउँदैछु म। आमाले छिटो छिटो बनाउनुहुन्थ्यो, बानी भएर सर्ट बनाउनुहुन्थ्यो। अहिले मलाई चाहिँ अप्ठ्यारो भइरहेको छ कि यो चुना बनाउन अप्ठ्यारो लागिरहेको छ। यसो गरेर अनि यसलाई चाहिँ त्यो ऐको बनाएको यो जुन गाँठो छ, यो गाँठो ऐको गाँठो, यो गाँठोले यसरी बेर्नुहुन्थ्यो कि। यसरी बेरेर यसलाई यताबाट ल्याएर यस्तो गरेर यसरी ट्रिक्क कस्नुहुन्थ्यो। यो साडी खुस्किन्छ, यो गुनिको मुजा खुस्किन्छ भनेर यसरी बनाउनुहुन्थ्यो आमाले। अनि यसलाई यस्तो गरेर मजाले कसेपछि यो खुस्किँदैन, नखुस्किने बनायो। अनि त्यसलाई लगाउन पनि सजिलो भयो त्यतिखेरको है। प्रायः पेटिकोट त्यतिखेर आमाहरूले प्रायः पेटिकोट पनि लाउन पाउनुहुन्न थियो त्यतिखेरको जमानामा। अनि साडी लाउँदा चाहिँ अब चुना यो गुनिको मुजा बनाइसकेँ। अब म यो गुनि लगाएर पनि देखाउँछु है त हजुरहरूलाई। ल यस्तो गरेर यतापट्टि यस्तो गरेर नि, अनि यो चुनालाई चाहिँ यता फर्कायो यसरी। अनि यसरी लगाउने। अनि योभन्दा पनि पछाडि यसरी पोटुकाले पनि कस्नुहुन्थ्यो कि यसरी। यति बनाइसकेपछि यसरी पोटुकाले यसरी यसलाई यसरी पोटुकाले कस्यो। डह्रो भयो कि यति भएपछि यो साडीको पछाडि लगाएर चाहिँ यसरी टक्क ल्याएर अनि यसरी अगाडि यतातिर ल्याएर सिउरिनुहुन्थ्यो। एकपल्ट सिउरेपछि अनि यो साडी खुस्किएर पनि भयो मुजा पनि यसरी मजाले मुजा चुना पनि मजाले बस्थ्यो यसरी। अनि कतिले चाहिँ यसरी यसलाई यस्तो गरौँ अनि यस्तो गरेर कतिले चाहिँ यसरी पनि लाउनुहुन्थ्यो। यस्तो बनाएर पनि लाउनुहुन्थ्यो कि यो मुजा यसरी यो अगाडि देखाएर पनि लाउनुहुन्थ्यो। र कतिले चाहिँ यसैलाई नै सपक्क पारेर यसरी लाउनुहुन्थ्यो। चौबन्दी चोलो साडी यसरी लगाउनुहुन्थ्यो। अनि मात्र माथि बान्नुहुन्थ्यो। मैले पनि आमाको यादमा चौबन्दी चोलो र गुनिको मुजा बनाएर लगाएँ। हजुरहरूलाई कतिको याद छ आमाले गरेको कामको, तपाईँहरू पनि याद भयो भने हाल्नुहोला, सेयर गर्नुहोला, हामी पनि हेरौँ है। मैले चाहिँ आमाको गुनिको मुजा बनाएको
भिडियो यहाँ हालेको छु।